नमस्ते। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन हामी सबैको, हाम्रो परिवारको भविष्यसँग जोडिएको छ, जीवन बीमा। सुन्दा अलि जटिल लागे पनि यो खासमा एउटा योजना मात्र होइन, हाम्रो आर्थिक यात्रामा एउटा बलियो सहारा पनि हो। ल आउनुहोस् यसलाई अझ नजिकबाट बुझौँ न त। यो प्रश्न सायद हामी सबैको मनमा कतै न कतै हुन्छ होला है। जीवनमा कहिले के हुन्छ कसलाई थाहा छ र? तर के हाम्रो अनुपस्थितिमा पनि आफ्ना प्रियजनहरूको भविष्य आर्थिक रूपमा सुरक्षित बनाउन सकिन्छ त? हो, पक्कै सकिन्छ। र यही प्रश्नको जवाफले हामीलाई एउटा महत्त्वपूर्ण समाधानतर्फ डोर्याउँछ। हो, त्यो समाधान हो जीवन बीमा। यसले यदि भोलि केही भइहाल्यो भने के गर्ने भन्ने हाम्रो चिन्ताको लागि एउटा बलियो वित्तीय सुरक्षा कवचको काम गर्छ। अब एकदमै सरल भाषामा भन्नुपर्दा जीवन बीमा भनेको बीमा गर्ने व्यक्ति र बीमा कम्पनी बीचको एउटा बाचा जस्तै हो। हामी नियमित रूपमा थोरै थोरै रकम तिर्छौं र बदलामा कम्पनीले हाम्रो निधनपछि परिवारलाई पहिले नै तोकेको एउटा ठूलो रकम दिने ग्यारेन्टी गर्छ। भन्नुको मतलब हाम्रो अनुपस्थितिमा पनि परिवारलाई आर्थिक सहारा मिलोस् भनेर हो। ल अब जीवन बीमाबारे निर्धक्क हुनका लागि यसमा प्रयोग हुने केही मुख्य शब्दहरू बुझ्नु एकदमै जरुरी छ। यो पहिलो कदम हो। आउनुहोस् यसको शब्दावलीमा एकछिन डुबौँ। सबैभन्दा पहिले आउँछ बीमाधारक। यो भनेको त्यो व्यक्ति हो जसले बीमा योजना किन्छ र त्यसलाई चालू राख्न नियमित रूपमा पैसा अर्थात् बीमा शुल्क तिर्छ। त्यसपछि आउँछ बीमित। यो त्यो व्यक्ति हो जसको जीवनको आधारमा बीमा गरिएको हुन्छ। धेरैजसो अवस्थामा त बीमा किन्ने व्यक्ति र जसको बीमा गरिएको छ त्यो एउटै व्यक्ति हुन्छ। अब आउँछ सबैभन्दा महत्त्वपूर्ण व्यक्ति, लाभार्थी। यो त्यो व्यक्ति हो जस्तै जीवनसाथी, छोराछोरी वा आमाबुबा जसले बीमितको निधनपछि बीमाको रकम प्राप्त गर्छ। वास्तवमा यिनैको सुरक्षाको लागि त जीवन बीमा गर्ने हो नि। अनि बीमा शुल्क वा प्रिमियम, यो त्यो रकम हो जुन आफ्नो बीमा सुरक्षा कायम राख्न नियमित रूपमा तिर्नुपर्छ। यसलाई आफ्नो सुविधा अनुसार मासिक 3 महिनामा, 6 महिनामा वा वर्षमा एक पटक तिर्न सकिन्छ। र अन्त्यमा मृत्यु लाभ। यो त्यो एकमुष्ट रकम हो जुन बीमितको निधनपछि लाभार्थीलाई भुक्तानी गरिन्छ। यसले गर्दा परिवारलाई आर्थिक रूपमा ठूलो सहयोग मिल्छ। ल, बीमाका आधारभूत कुराहरू त बुझियो। अब यति धेरै बीमा योजनाहरूमध्ये आफ्नो लागि सबैभन्दा सही छनौट कसरी गर्ने त, यसबारे कुरा गरौँ। मोटामोटी रूपमा जीवन बीमा दुई मुख्य प्रकारका हुन्छन्। पहिलो हो टर्म जीवन बीमा, जसले 10, 20 वा 30 वर्ष जस्तो एउटा निश्चित समयको लागि मात्र सुरक्षा दिन्छ। अनि दोस्रो हो स्थायी जीवन बीमा, जसले चाहिँ जीवनभर नै सुरक्षा प्रदान गर्छ। ल अब यो तालिका हेरौँ है। यसले सबै कुरालाई एकदमै सजिलो बनाउँछ। हेर्नुहोस्, टर्म बीमा निश्चित समयको लागि मात्र हो। यसमा बीमा शुल्क स्थिर हुन्छ तर कुनै बचत हुँदैन, सिधा सुरक्षा मात्र हो। अर्कोतिर होल लाइफ, युनिभर्सल र भेरिएबल बीमाले जीवनभर सुरक्षा दिन्छन्। होल लाइफमा सबै कुरा स्थिर र निश्चित हुन्छ, तर युनिभर्सल र भेरिएबलमा भने बीमा शुल्क र मृत्यु लाभमा केही लचकता मिल्छ र साथसाथै जम्मा भएको पैसा लगानी पनि हुन्छ। आफ्नो बीमालाई अझ बढी सुरक्षित र आफ्नो आवश्यकता अनुसार बनाउन राइडर भनिने अतिरिक्त सुविधाहरू पनि थप्न सकिन्छ। यसलाई एक प्रकारको अपग्रेड जस्तै सम्झिनुहोस् न। केही उदाहरणहरू हेरौँ न त। जस्तै आकस्मिक मृत्यु लाभ राइडरले दुर्घटनाबाट मृत्यु भएमा परिवारलाई थप रकम दिन्छ। गम्भीर रोग राइडरले क्यान्सर जस्तो ठूलो रोग लाग्दा उपचार खर्चमा ठूलो सहयोग गर्छ। अनि बीमा शुल्क छुट राइडर, यो चाहिँ कस्तो भने यदि कोही बिरामी वा अपाङ्ग भएर काम गर्न नसक्ने भयो भने उसको बीमा शुल्क मिनाहा गरिदिन्छ ताकि उसको सुरक्षा कायमै रहोस्। जीवन बीमा भनेको केवल पैसाको भुक्तानी मात्रै होइन, यो त मानसिक शान्ति र परिवारको भविष्य सुनिश्चित गर्ने एउटा माध्यम पनि हो। यसको महत्त्व अझ गहिरो छ। यसको सबैभन्दा ठूलो फाइदा त वित्तीय सुरक्षा नै हो। यदि हामीलाई केही भइहाल्यो भने पनि यसले हाम्रो परिवारलाई आर्थिक रूपमा कमजोर हुन दिँदैन। यो हाम्रो आम्दानीको विकल्प बन्छ। त्यति मात्र होइन, केही योजनाहरूले त बचत गर्न र पैसा बढाउन पनि मद्दत गर्छन्। र फाइदा यतिमा मात्र सीमित छैन। जीवन बीमाले आज ढुक्क भएर बाँच्ने मानसिक शान्ति दिन्छ। यसबाट करमा पनि केही छुट पाउन सकिन्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले हाम्रो बुढेसकाल वा सेवानिवृत्तिलाई पनि आर्थिक रूपमा सुरक्षित बनाउन सक्छ। यो भनाइले जीवन बीमाको सारलाई निकै सुन्दर ढङ्गले प्रस्तुत गर्छ।
यो केवल पैसाको सुरक्षा होइन, यो त्यो मानसिक शान्ति हो जुन साँच्ची नै अमूल्य छ। त्यसो भए यो प्रस्तुतिको अन्त्यमा एउटा प्रश्न सोच्न लायक छ। के हाम्रो परिवारको भविष्यको लागि यस्तो वित्तीय सुरक्षा कवच तयार छ त? यो योजना बनाउने सही समय सायद अहिले नै हो कि